हेलो साथीहरू, यो ब्लो अप प्रो भन्ने एउटा एप रहेको छ जसबाट चाहिँ लाइभ बसेर चाहिँ अर्निङ गर्न सकिन्छ। जस्तै धेरै एपहरू तपाईँले सुन्नुभएको, देख्नुभएको, चलाउनु भएको पनि होला। जस्तै पोपो लाइभ एप थियो होइन, पोपो लाइभ, हाला एप, त्यसै गरी अनि धेरै एपहरू थिए जस्तै टाका एप भन्ने यस्तै खाले एपहरू थिए। यो पनि एउटा एप रहेको छ। अहिले यसबारे अलि ट्रेन्डिङमा चलिरहेको रहेछ। यसबारे धेरैले भिडियो पनि बनाएका थिए र यसबाट चाहिँ लाइभ बसेर चाहिँ अर्निङ गर्न सकिन्छ अरे। जसबाट चाहिँ लाइभ गरेर हामीले लाइभ मात्रै बसेर पैसा कमाउन सक्छौँ र त्यसलाई चाहिँ हामीले विथड्र पनि गर्न सक्छौँ भनिएको छ, भनेका छन् धेरैले। र यसबारे आज हामी हेरौँ के साँच्चीकैमा यसबाट कतिको अर्निङ हुन्छ, कतिको गर्न सकिन्छ र यसलाई हामीले निकाल्नका लागि के छ, हामीले आफ्नो इच्छामासम्म निकाल्न सक्छौँ कि नै, र अर्निङ कसरी हुन्छ र त्यही अनुसार रियल हो कि फेक हो र कतिको अर्निङ हुन्छ भन्ने कुरा आजको भिडियोमा हेर्नेछौँ। यदि तपाईँ यो च्यानलमा भिडियो हेर्दै हुनुहुन्छ भने, कक ब्रदर टेक युट्युब च्यानलमा भिडियो हेर्दै हुनुहुन्छ भने तल डिस्क्रिप्सनमा मैले एउटा नयाँ च्यानल बनाएको छु, त्यसको लिङ्क राखिदिएको छु, त्यहाँबाट हेर्नु होला। म यता साइडमा स्क्रिनसट पनि राखिदिएको छु, यो च्यानलमा जोडिनु होला। र यदि तपाईँ त्यो च्यानलबाट यो टिजर मैले छोटो राखेको छु त्यो हेर्दै हुनुहुन्छ भने कक ब्रदर टेक युट्युब च्यानल योमा जोडिएर तपाईँ जोडिनु होला, जोइन हुनु होला। ल अब हामी यो ब्लो अफ प्रो भन्ने एपको बारेमा हेरौँ। यसलाई म ओपन गर्छु, प्ले स्टोरमा पाउन सक्नुहुन्छ र यसलाई ओपन गरेर हेर्छौँ र कतिको अर्निङ गर्न सकिन्छ, के हुन्छ, यसबाट रियल्लीमा अर्निङ हुन्छ कि नै, हामीले इस्युमासम्म निकाल्न सक्छौँ कि नै भन्ने कुराहरू हेर्नेछौँ। र यसबाट तपाईँले योभन्दा अगाडि पनि पोपो लाइभ चलाउनु भएको होला, एकदम राम्रो एप थियो। हाइफामी पनि एकदम राम्रो एप थियो होइन। र यहाँ अलो भनेको छ, यो छ। अब यहाँ गुगल र फेसबुकबाट साइन इन गर्न भनेको छ, यहाँ गुगलबाट साइन इन गर्छु र यो जिमेल सिलेक्ट गरिसकेपछि अब यहाँ लगइन हुन्छ र हामी हेर्नेछौँ कि विथड्र प्रोसेस के छ र अर्निङ प्रोसेस के छ र कसरी अर्निङ हुन्छ। जस्तै यहाँ नाम राख्न भनेको छ, जस्तै म अहिले फ्याक्ट्स नेपाली राख्छु, मेल भनेर यहाँ ओके गर्छु र ओके गरिसकेपछि यहाँ हाम्रो एकाउन्ट बन्छ। र अब यहाँ चाहिँ म भित्र आएको छु, यो भित्र यहाँ हेर्न सक्नुहुन्छ। अब यहाँ चाहिँ लाइभ बसेका छन् धेरै मान्छेहरू। योभन्दा अगाडि अस्ति पनि भर्खरै एउटा के आवाज भन्ने अर्निङ एपको बारेमा पनि मैले भिडियो बनाएको थिएँ, हाइफामी भन्नेको बारेमा पनि बनाएको थिएँ होइन। त्यो हेर्नु भएको हुनसक्छ तपाईँले होला, र हेर्नु भएको छैन भने हेर्नु होला, इन्ट्रेस्टेड हुनुहुन्छ भने। र यहाँ चाहिँ लाइभहरू छन्, मान्छेहरू विभिन्न ग्रुपहरूमा लाइभ बसेका छन्, हेर्न सक्नुहुन्छ तपाईँले। र यहाँ विभिन्न देशहरूबाट, यहाँ फिलिपिन्स, नाइजेरिया, युएसबाट विभिन्न मान्छेहरू, यहाँ देशहरूका मान्छेहरू यहाँ देखिन्छन् होइन। नेपाल, इन्डिया, बङ्गलादेश यी लाइभ बसेका मान्छेहरू देखिन्छन्, हेर्न सक्नुहुन्छ। र त्यसपछि यहाँ म्यासेजमा चाहिँ सिस्टमको म्यासेज यो केही होइन। र त्यसपछि यहाँ मी भन्ने सेक्सन छ, म मी भन्ने सेक्सनमा आउँछु। र यहाँ मी भन्ने सेक्सनमा आइसकेपछि अब यहाँ भनेको छ, जस्तै यहाँ माथि कोइन देखाएको छ र यहाँ चाहिँ हामीले अब कोइन अन गर्नुपर्छ र यहाँ डायमन्ड अन गर्नुपर्छ। जस्तै डायमन्ड अन गरेपछि त्यही अनुसारको यहाँ डलर बन्दो रहेछ होइन, त्यो अर्निङ गरेपछि। र यहाँ टास्क भनेको चाहिँ हामीले गर्नुपर्ने कामहरू के छन्। अब जस्तै यहाँ टास्कमा जान्छु र यो टास्कमा चाहिँ हामीले के गर्नुपर्छ त। अब यहाँ अपलोड अवतार, आफ्नो फोटो राख्ने 20-25वटा यो उहरू मिल्दा रहेछन् यी, यस्तो मतलब यी चार्ज जस्तै छ, यी चाहिँ मिल्दो रहेछ नि। यो क्लेम अल भनेको छ, जस्तै यो गरेको क्लेम अल गरेपछि यी चाहिँ हामीलाई ल कोइन इनर्जी मिल्दो रहेछ, यो इनर्जी होइन। अब तपाईँले यी गो गरेर यी सबै टास्कहरू छन्, अब यो गर्न सक्नुहुन्छ होइन। यी टास्कहरू पुरा गर्ने हो, यी टास्कहरू छन्, गो गरेर टास्कहरू पुरा गर्ने। रिवार्डहरू पनि भनेको छ र कतिको टास्क पुरा गरेर कति रिवार्ड मिल्यो भन्ने कुरा यहाँ देखाउँछ। अहिले यो लोडिङमा छ र यहाँ चाहिँ यस्तै गर्दै गए यो चार्ज बढ्दै जान्छ र यो चार्ज बढेपछि पक्कै पनि हामीलाई बेनिफिट हुन्छ। त्यसपछि मैले भर्खर खोलेको भएँ त सो यहाँ चाहिँ फलोअर कुनै पनि केही छैन होइन। अब यहाँ जस्तै यो कोइनमा जान्छु म, यो कोइनमा गइसकेपछि अब तपाईँले यहाँ रिचार्ज गर्न पर्ने हुन्छ, अरू एपको जस्तै, सेम अरू एपको जस्तै तपाईँले अब पैसा तिरेर यहाँ कोइन किन्न पर्ने हुन्छ भनेको छ। यहाँ कोइन किन्ने भनेको छ, जस्तै यहाँ हेर्नु होला $0.96 चाहिँ 8400 कोइन आउँदो रहेछन्, यति कोइनहरू आउँदो रहेछन्। यो कोइन पर्ने रहेछ, अरूको एपमा पनि धेरैमा पर्छ। यो कोइन किनेर के गर्ने भने चाहिँ अरूलाई गिफ्ट हान्ने, आफ्नो लेभल बढाउने होइन। अब कोइनलाई पनि एक्सचेन्ज पनि गर्न सकिन्छ र यो कोइनहरू किन्ने कुरा हो। मसँग अहिले 0 कोइन छ होइन। रिवार्ड जस्तै रिचार्ज गरेपछि यो 40% यो मिल्दो रहेछन् होइन। रिचार्ज गर्नका लागि यहाँ चाहिँ हामीले के गर्नुपर्ने हुन्छ, जस्तै यसमा क्लिक गर्छु र रिचार्जको लागि चाहिँ तपाईँले सायद यो आफ्नो डेबिट कार्ड, क्रेडिट कार्ड जोडेर किन्न पर्ने हुन्छ। यो कुनै काम छैन, मतलब यो चाहिँ बिल्कुलै नगर्दा हुन्छ। यो रिचार्ज गर्ने काम चाहिँ बिल्कुलै नराम्रो। अब रिचार्ज गरेर कोइन तपाईँले किन्न सक्नुहुन्छ, तर नेपालको कुनै पनि क्रेडिट कार्ड, डेबिट कार्डले किन्न मिल्दैन र किन्न पनि हुँदैन। यो किनेर आफ्नो पैसा लगाएर कुनै काम छैन होइन। अब त्यसपछि यहाँ डायमन्ड्सहरू छन्, यहाँ डायमन्ड हेर्नु होला। अब डायमन्डबाट यहाँ अर्निङ हुने कुरा यहाँ देखाउँछ, जस्तै यहाँ विथड्रको कुरा सबै कुरा यहाँ देखाएको रहेछ। यहाँ कन्ट्री रिजन नेपाल भनेको छ र यहाँ विथड्र मेथडमा पनि तपाईँले यहाँ गर्न सक्नुहुन्छ। जस्तै यहाँ विथड्र मेथड छ,
यहाँ चाहिँ तपाईँले अब केमा विथड्र गर्न सक्नुहुन्छ। जस्तै यहाँ हेर्न सक्नुहुन्छ विथड्रको लागि के छ, USD TRC20 मा गर्न सक्नुहुन्छ, इपे ब्याङ्क ट्रान्सफर पनि गर्न सक्नुहुन्छ र यहाँ ई-सेवा, खल्ती, IME पनि छ है त। तपाईँले यी 3मा विथड्र गर्न सक्नुहुन्छ। जस्तै ई-सेवामा पनि सक्नुभयो तपाईँले र त्यसपछि खल्तीमा पनि, IME यिनीहरूमा गर्न सक्नुभयो र यहाँ चाहिँ फी कति लाग्छ, फी 3% यति लाग्छ र फन्ड अराइभल यतिमा लाग्छ भनेको छ। जस्तै म यहाँ ई-सेवा सिलेक्ट गर्छु र ई-सेवा सिलेक्ट गरेपछि त जस्तै अब तपाईँलाई यहाँ अमाउन्ट अब चाहियो, अब यहाँ डायमन्ड हुनु पऱ्यो तपाईँसँग। अब डायमन्ड बराबर कति हुन्छ भन्ने कुरा हुन्छ। जस्तै यहाँ डायमन्ड, जस्तै 1 डायमन्ड 500 डायमन्ड मसँग छँदै छैन नि त। सो अहिले यो काम छैन मसँग, त्यही भएर होइन, अब छैन। जस्तै यहाँ हेर्नु होला रेफरेन्स रेट भनेको छ $1 बराबर 134 रुपियाँ मिल्छ भनेको छ होइन। विथड्रल इन्स्ट्रक्सन अब तल भनेको छ विथड्र गर्नका लागि तपाईँले के आवश्यक पर्छ। जस्तै मैले ई-सेवा सिलेक्ट गरेँ नेपालको लागि होइन। अब यो भयो, तपाईँले अन्य ठाउँमा पनि गर्न सक्नुहुन्छ विथड्र ई-सेवा। अनि त्यसपछि यहाँ विथड्र गर्नका लागि के छ कन्डिसन, यहाँ हेर्न सक्नुहुन्छ मिनिमम $10 हुन पऱ्यो। तपाईँको $10 भएपछि मात्र गर्न सक्नुहुन्छ होइन। अनि त्यसपछि तल ओन्ली 1 विथड्र पर डे, एक दिनमा 1 विथड्र गर्न सक्नुहुन्छ र डिपोजिट टाइम रेफरेन्स ओन्ली प्लिज रिफर टु द एक्चुअल डिपोजिट टाइम भनेको छ। यो रेफरेन्स रेट छ, यही अनुसार चाहिँ विथड्र गर्न सक्नुहुन्छ भनेको हो र अराइभल टाइम 1 दिनमा चाहिँ पुग्छ तपाईँले विथड्र गरेको भनेको हो। अनि तपाईँले यहाँ जस्तै यो माई कार्ड बाइन्ड भनेको छ, यो बाइन्डमा चाहिँ यो कार्डहरू तपाईँले एड गर्न सक्नुहुँदो रहेछ। जस्तै इमेल, यहाँ फोन नम्बर, यो फुल नेम राखेर एड पनि गर्न सक्नुहुन्छ। यो बाइन्ड गर्ने भनेको अब तपाईँले त्यो ई-सेवाको आइडी चाहिँ बाइन्ड गर्न सक्नुहुन्छ होइन। अब यहाँ बाइन्डमा गएर अब तपाईँले यहाँ नाम डिटेलहरू राख्न भनेको छ, फोन नम्बर, त्यसपछि यहाँ फुल नेम, एकाउन्ट नम्बर के हो त्यो नम्बर राख्ने आफ्नो ई-सेवाको र जस्तै विथड्रल इन्फोको लागि यहाँ माथि आफ्नो यो एकाउन्ट नम्बर राख्ने होइन। त्यसपछि यहाँ इन्टर आफ्नो फुल नेम राख्ने, यहाँ त्यसपछि नम्बर राख्ने, यहाँ इमेल राख्ने भनेको छ र यो राखेर यहाँ सबमिट गर्न सक्नुहुन्छ। सबमिट गर्नु भने बाइन्ड हुन्छ र तपाईँले अब यो डायमन्ड अर्न गर्नुपर्ने हुन्छ। अब डायमन्ड अर्निङ कसरी गर्ने अब भन्ने कुरा हुन्छ। जस्तै यहाँ माथि यो छ, यसमा चाहिँ अब कति अर्न भयो भन्ने कुरा देखाउँछ होइन। अब डायमन्ड रेकर्ड भनेको डायमन्ड मसँग छँदै छैन त कसरी हुन्छ। सो यो छैन, यो माथि टाइम भन्ने अप्सन देखाएको छ। जस्तै यो टोटल विथड्रल गरेको छैन मैले, सो यो छ र तपाईँले यहाँ चाहिँ अब नेपालको ई-सेवा पनि गर्न सक्नुहुन्छ र त्यसै गरी अब यहाँ चाहिँ सबै कुरा तपाईँले गर्न सक्नुहुँदो रहेछ होइन। अब $10 भयो भने चाहिँ मिनिमम गर्न सकिन्छ। अब यो डायमन्ड अर्निङ कसरी हुन्छ भन्ने कुरा हामी हेर्नेछौँ। जस्तै यहाँ धेरै कुराहरू छन्, तपाईँले यहाँ हेर्न सक्नुभयो। अब यहाँ ब्याक छ, ब्याक भन्ने कुरा छ, स्टोर पनि छ, फिचर, यहाँ रिच भनेको छ, इन्भाइट आफ्नो फ्रेन्डहरूलाई इन्भाइट गर्न पनि सक्नुहुन्छ र जस्तै यो इन्भाइटमा क्लिक गर्छु र इन्भाइटमा क्लिक गरिसकेपछि तपाईँले यहाँ तल जस्तै भनेको छ यहाँ के मिल्छ। जस्तै इन्भाइट नाउ, इन्भाइट युजरको लागि, गेम बेटिङ आफ्टर रिचार्जिङ, अन पोइन्ट रिवार्ड भनेको छ, अर्निङ गर्न सकिन्छ अब युजरहरूलाई इन्भाइट गरेर भनेको हो। जस्तै इन्भाइट नाउमा क्लिक गर्छु र यहाँ रिफरल लिङ्क दिएको छ, रिफरल लिङ्कलाई यो कपी गरेर तपाईँले आफ्नो साथीहरूलाई पठाउन सक्नुहुन्छ। मैले तल कमेन्ट सेक्सनमा चाहिँ सुरुमा चाहिँ राखिदिएको छु त्यो लिङ्क, त्यो लिङ्कमा क्लिक गरेर तपाईँ जोइन हुनु होला र यो हुनु होला। र त्यसपछि यहाँ अनि यहाँ धेरै कुराहरू छन्। जस्तै यहाँ होस्ट भनेको छ, जोइन होस्ट भनेको छ, यो होस्ट हुन सक्नुहुन्छ तपाईँ लाइभमा बस्ने। जस्तै यो जोइन भनेको छ। अब यहाँ जोइन एजेन्सी भनेको छ, जस्तै यहाँ एजेन्सीको कोडहरू चाहिन्छ होइन। अब व्हेन एजेन्ट इन्भाइट यु बाई आइडी यु वर रिक्वायर्ड टु प्रोभाइड एजेन्ट विथ योर आइडी एन्ड भेरिफिकेसन कोड भनेको छ। जस्तै यहाँ म यो आइडी, जस्तै मैले यो एजेन्ट आइडी, मैले यो आइडी पठाउँछु। जस्तै मेरो यो आइडी छ, यो हान्नु होला। यो हानेपछि यहाँ भेरिफिकेसन कोड पनि तपाईँले हेर्न सक्नुभयो होइन। यहाँ आइडी र भेरिफिकेसन कोड छ, यो आइडी र भेरिफिकेसन कोड राख्नु होला। यो राख्नुभयो भनेपछि इन्टर एजेन्ट आइडी भनेको छ, यसमा जोइन यो कोडहरू राखेर यो एजेन्ट आइडी भनेको छ, आइडीमा माथिल्लो आइडी र त्यसपछि यो तल राखेर तपाईँ त्यहाँ जोइन हुनु होला, होस्ट बिकम होस्ट हुनु होला र तपाईँ लाइभ बस्न सक्नुहुन्छ, होस्ट हुन सक्नुहुन्छ होइन। यो कुराहरू राख्नु होला र त्यसपछि यहाँ अरू कुराहरू पनि छन्, यहाँ तपाईँले चेकआउट गर्नु होला। अब हामीले अर्निङ कसरी गर्ने भन्ने कुरा हुन्छ। त्यसको लागि अब तपाईँले जस्तै यहाँ आफ्नो फेस भेरिफिकेसन त्यो कुराहरू गर्नु होला होइन। यहाँ पार्टी भन्ने अप्सन छ। अब मान्छेहरू धेरै लाइभ बसेका हुन्छन्। जस्तै एउटा लाइभमा जाम है त, यो म साउन्ड कम गर्छु। जस्तै यो टप 3 भन्ने एउटा लाइभ च्याट छ। जस्तै लाइभमा गएर तपाईँले अब बस्नुभयो भने चाहिँ कसैले अब इनेबल ब्याकग्राउन्ड प्ले भनेको छ, अहिले क्यान्सल गर्छु। जस्तै यहाँ लाइभमा बस्नुभयो, जानुभयो भनेपछि कसैले तपाईँलाई गिफ्ट दिन सक्छ। तपाईँ अब एमपिटी भन्ने अप्सन छ, यहाँ माथि एमपिटी भन्ने छ, तपाईँले यहाँ हेर्न सक्नुभयो यो ठाउँमा। यहाँ तपाईँले आफू जोइन हुन सक्नुभयो, यहाँ आफू तपाईँ जोइन हुन सक्नुहुन्छ। रिक्वेस्ट भनेको छ, ओके गरेर तपाईँ जोइन हुन सक्नुहुन्छ। यहाँ जोइन हुनुभयो भनेपछि तपाईँले कोहीले गिफ्ट दिन सक्छ होइन।
अब गिफ्ट हान्न सक्छन्, अब मान्छेहरूले पठाउन सक्छन् र यसै गरी तपाईँको अर्निङ पनि हुन्छ। त्यो गिफ्ट दियो भनेपछि कसैले यसै गर्दै अनि दियो भने जोइन हुनुभयो भनेपछि होइन, यसै गरी तपाईँले त्यो छ। अनि त्यसपछि यहाँ टास्कहरू भनेको थियो अघि ती कुराहरू, यहाँ मी सेक्सनमा यहाँ टास्कहरू छन्। यी सबै टास्कहरू पुरा कम्प्लिट गर्नु होला। यहाँ ब्याक भन्ने अप्सन छ, जस्तै यो ब्याकमा क्लिक गर्छु। यहाँ ब्याकमा क्लिक गरेपछि अब यो चाहिँ यो कार्डहरू यो किन्न पर्ने कार्ड हुन्, स्टोर पनि छ। यहाँ तपाईँले अब यहाँ के जस्तै ब्याकग्राउन्डहरू यो किन्नका लागि चाहिँ यति हजार चाहिँ कोइन चाहिन्छन् भनेको, यो केही काम छैन किनेर होइन। अनि यहाँ फिचर भनेको छ अहिले चलिरहेको लक्की गिफ्ट भनेको छ यो पठाउने हो अरूलाई होइन। यहाँ एक्टिभिटी भनेको छ, यहाँ एक्टिभिटीमा अब तपाईँले अब यहाँ जस्तै स्टार्ट गिफ्ट च्यालेन्ज, यी च्यालेन्जहरू ह्याप्पी यो इन्भाइट होस्ट भनेको छ। अब इन प्रोग्रेसमा छन्, यी बिस्तारै हुन्छन्। तपाईँ लाइभ बस्नुभयो, अब होस्टको लागि अप्लाई गर्नुभयो भनेपछि र त्यसपछि बिकम होस्ट भनेको चाहिँ होस्ट हुन सक्नुहुन्छ र क्रिएट एजेन्सी भनेर, जस्तै यहाँ एजेन्सी भन्ने छ, यहाँ म जस्तै एजेन्सी क्रिएट गर्न सक्छु। जस्तै यहाँ क्रिएट एजेन्सी भन्ने अप्सन छ र यहाँ एजेन्सी भनेर यहाँ डिस्क्रिप्सन राख्न सक्नुहुन्छ, आफ्नो यहाँ फोटो राख्ने होइन। तपाईँले अब एजेन्सी आफू बन्न सक्नुहुन्छ, होस्ट भन्ने अब मुख्य एजेन्सी भन्ने यो एजेन्सी। यहाँ डिटेल, यहाँ डिस्क्रिप्सन केही कुराहरू लेखेर यहाँ फोटो राखेर यहाँ इन्फोहरू राखेर र यहाँ एकाउन्ट नम्बर राखेर तपाईँ सबमिट गरेर यहाँ एजेन्सी पनि बन्न सक्नुहुन्छ। एजेन्सी बन्नुभयो भने चाहिँ अरूलाई जोइन गराएर, जस्तै यी माथिका यी आइडी छन्, यी आइडीबाट अरूलाई जोइन गराए पनि केही चाहिँ उहाँ जस्तै जोइन भएका मान्छेलाई पनि केही हेल्प हुन्छ र तपाईँले पनि केही फाइदा हुन्छ होइन। सो त्यो छ। अनि त्यसपछि यहाँ रिच भन्ने अप्सन छ। यो रिच भन्ने अप्सनमा के छ भनेपछि जस्तै यो लोडिङ भइरहेको छ, अलिकति उ छ र यो लेभलहरू देखाउँछ। जस्तै यो कति लेभल 0 छ, क्रेडिट विथ 30 दिन। अब 30 दिनसम्म तपाईँले चलाउनु भयो भने चाहिँ यति मिल्छ, यी कोइनहरू मिल्छ भनेको हो र यो छ। अनि त्यसपछि यहाँ माई लेभल अहिले 0 भयो होइन, मेरो लेभल अहिले त्यस्तै छ। अनि त्यसपछि अहिले केही छैन। यहाँ सेटिङमा गएर तपाईँले अब यहाँ प्रोफाइल, आफ्नो प्रोफाइलहरू, त्यसपछि यो सबै कुराहरू चेन्ज गर्न सक्नुहुन्छ। अनि त्यसपछि यहाँ फेस ब्युटी भनेको छ, अब तपाईँले यहाँ आफ्नो फेसहरू देखाएर अब आफ्नो भेरिफिकेसन पनि गर्न सक्नुहुन्छ र आफ्नो भिडियो रेकर्ड गर्ने र जस्तै यो ओन्ली दिस टाइम भनेको छ। जस्तै म आफ्नो फेस भेरिफिकेसन गर्नका लागि अथवा त्यो चाहिँ अब गर्न सक्छु र यो लेभल सबै भनेको छ। र तपाईँले यहाँ गर्नुपर्ने कुरा भनेको अब त्यस्तै हो, एजेन्सी जोइन गर्नुपर्ने हुन्छ। एजेन्सी जोइन गरेपछि अब तपाईँले कसैको लाइभमा जानुभयो भने चाहिँ त्यहाँ गिफ्ट हुन्छ। नत्र तपाईँ जस्तै यहाँ माई रुम भन्ने अप्सन आउँछ, यहाँ हेर्नु होला। यो माई रुम भन्ने अप्सनमा अब यहाँ माई रुम भन्ने छ, योमा गएर तपाईँले आफ्नो रुम बनाएर स्ट्रिमिङ गर्न सक्नुहुन्छ र कसैले गिफ्ट हान्यो भनेपछि अर्निङ हुन्छ है त, त्यो कुरा हो। अनि यहाँ माथि फ्री टास्क भनेको छ, यो टास्कमा अब अघिकै टास्कहरू हुन् त्यो गर्नु होला। अनि त्यस्तै छ कुराकानी। र यहाँ तपाईँ एजेन्सी चाहिँ जोइन हुनु होला, बिकम होस्ट भनेको छ। र यहाँ एजेन्सी आइडी राखेर यो एजेन्सी यो आइडी छ, जस्तै मेरो आइडी छ, यो कोडहरू राखेर तपाईँ जोइन हुन सक्नुहुन्छ। र यहाँ क्रिएट एजेन्सी तपाईँले आफैले पनि बनाउन सक्नुहुन्छ। र यसै छ अर्निङ गर्ने कुरा। र तपाईँले यो एप कस्तो लाग्यो भन्नु होला। यो रियलै एप हो है त। अनि त्यसपछि तपाईँले के गर्न सक्नुहुन्छ भने चाहिँ विथड्र गर्नका लागि तपाईँले अब डायमन्ड अन गर्नु पऱ्यो र त्यही अनुसार विथड्र गर्न सक्नुहुन्छ। विथड्र गर्ने प्रोसेस पनि मैले भनिसकेँ। तपाईँले ई सेवामा विथड्र गर्न सक्नुहुन्छ, खल्ती, आइएमपे जेमा पनि। र तपाईँले विथड्र गरेर चाहिँ अर्निङ गर्न सक्नुहुन्छ। र के छ कन्फ्युजन कमेन्टमा भन्नु होला। मैले तल कमेन्टमा लिङ्क राखेको छु, त्यो लाइक गरेर जोइन हुनु होला। र त्यो जोइन हुनुभयो भनेपछि तपाईँले अब यो लाइक गर्नु होला। र त्यसपछि म तपाईँले अर्को भिडियो पार्ट 2 ल्याएर आउनेछु र त्यो केही अपडेटहरू, नयाँ कुराहरू के छ, अर्निङ कसरी हुन्छ भन्ने कुराहरू ल्याएर आउनेछु। तपाईँले कमेन्ट गर्नु होला, लाइक गर्नु होला, सब्सक्राइब गर्नु होला च्यानललाई। केही डाउट भएको छ भने चाहिँ, मनमा केही लागेको प्रश्नहरू छ भने कमेन्ट गर्नु होला। र म चाहिँ चाँडै अर्को भिडियो ल्याएर आउनेछु यस बारेमा।